आउन साथी यस्तो दृश्य देख्न पाइयो यस्तो दृश्य ल मर्किन हाले 2 गोल हाने रहेछ उताको कति हो दाइ 0 उताको चाहिँ 0 केटाले जित्दै सही हो यस्तो कि लाग्न यता होइन के अनि धन्नै छिरो क्या ठिक छ अर्कोचोटि सोझाउनु पर्यो अब त्यहाँ नै भ्यूै भएन कि त्यो भएर अहिले डाइरेक्ट स्कोर भन्छु कति हो फोनको चार्ज भ्याइन लाएर के हो भिडियो सिडियो गरेकै छैन त्यस्तै उस भयो अनि हामी चाहिँ आइसक्रिम खानु ला त्यो कुरो चाहिँ त्यही हो के कसको गेम चल्यो त्यो पनि थाहा छैन बरु 3 गोल चाहिँ हामी सकिरहेछौँ उनीहरूको गेम कस्तो छ हेर केटा कस्तो खेल्छ त्यो मात्रै देखाएको ओइ चिरुवाको 4 गोल हुन्छ चिरुवाको यो हरिला है अघि त्यो हरिलो के छ अर्को चिरुवा हैन एउटै अर्को वाला त्यो बी ए हन यस्तो छ गेम प्ले चिरुवाको प्ले कोलमा चिरुवाले पायो प्याट्टै गर्थ्यो के न गेडी कसरी लोटे थियो कसरी लोटे थियो दाइ भनेको ल गल हुने सम्भावना भएन सचिन कसको आडा खेलेको त सचिन खेलेन त्यो लम्बु खेलेन नाइ कोही खेलेन सचिन भन्ने अर्को फेरि पनि गोल तप्न सफल चिरुवा क्लब र अहिलेसम्मको नतिजा रहेछ गोल स्कोर चिरुवा क्लब 6 कोलमा क्लब 1 होइन ढाड सेब हान्दा पोलमा ठोकेर घाइते सुनेको छैन सेब हान्दा के अरे पोलमा ठोकेर घाइते आइसक्रिम अङ्कल यहाँ रहेछन् के रे ल आइसक्रिम सम्मको नतिजामा चिरुवा क्लब 7 र कोलमा क्लब 2 बधाई छ चिरुवा टिमलाई फाइनलमा प्रवेश गर्नुभएकोमा र धन्यवाद छ कोलमा टिमलाई पनि राम्रो खेल प्रस्तुत गर्नुभयो एकदमै धन्यवाद एवं आभार व्यक्त गर्दछु र फेरि स्वागत पनि गर्दछु त्यस्तै गरी अतिथिको रूपमा त्यस्तै गरी सेरा निवासी हाम्रो समाजसेवी हाम्रै समाजकै सदस्य हरिबहादुर थापाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक गर्दछु त्यस्तै गरी नवोदय परिवार क्लबको पूर्व कोषाध्यक्ष समाजसेवी हाम्रो शिक्षक राजकुमार मामाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी हाम्रो आम्बोट निवासी हाम्रो अग्रज आजी बुद्धिमाया गुरुङलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी हाम्रो समाजसेवी हाम्रै गाउँको अभिभावक आइबहादुर गुरुङज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी हाम्रो वडा नम्बर बिरुवा गाउँपालिका वडा नम्बर 5 का वडा सचिव राजकुमार गुरुङज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी ल फाइनल हुँदैछ
अब मेरो त फोनको ब्याट्री अफ भयो के अरे अब त्यही हो है माइजूको मागेर आऊ कि फाइनलमा चाहिँ चिरुवा छ चिरुवा र मर्किना ल सुरु भयो यता कोचहरू खेल निरन्तर रूपमा सञ्चालन गर्नको लागि अगाडि बढ्छु र खेल सुरु भइसकेको छ मामै तर्सियो त वहाँ जालीभित्रबाट नि मामै तर्सियो रहेको छ राम्रो छ है त्यो गोल हारिसकेको छ औरे भाइ छ दुई भयो स्कोर चाहिँ क्लबको तर्फबाट बल गर्दै सकिल गुरुङले 2 गोल प्रहार गरिसकेको छ सकिलको नाममा सकिल गुरुङ अझै तेस्रो गोल गर्ने तर्फमा छ फुटबल कप 2082 को फाइनल दुई पक्षबाटले 2 गोल बराबरीको अवस्थामा छ के भयो के सक्रिय रूपमा आफ्नो खेल प्रस्तुत गरिरहेको छ फुटबल चौथो प्रकारको यो अन्तिम फाइनल खेल हो Good. Goyo. विशालले हार्यो
त्यसले कहाँ सुट रेडी भइसकेको छ नि राम्रो राम्रो दुई पक्षबाट खेल राम्रो भइरहेको छ हाम्रो पक्ष भइरहेको छ तेरा 3 अघि नै भन्दा त यो मर्किन कतिको लाग्यो है थकान अब भने फेरि च्याप्टी कुरा चाहिँ नि त तर त्यसले किपरले चाहिँ पास चाहिँ सही त्यसै दिन्छ ए ल बराबर भयो मा लागम छ अब सुरु भयो खेल त्यसले आइडिया राम्रो बल्ल प्लेन्टी पाउँदैन
जाडो हुन लाग्यो अहिले त महाभोलि ल पेलिन्टी हुँदैछ अब मर्किनाले हान्दैछ पहिला यहाँ हुन्छ दाल पहिलो सुरुवातमा नवोदय क्लबको 1 क्वालिटी हो त्यस्तो मर्किनाले 1 नौले त हान्छ कि हान्दैन 7ले त हान्थ्यो कदम हो के श्री सन्सरी माइतीको पुजारी हो सन्सरी माइले रक्षा गरेकै रहेछ पक्कै त बराबर भयो चिरोको किपरले पनि एक गोल रोक्न सफल भएको छ फेरि पनि गोल 1-1 को बराबरी रहेको छ बराबर चिरोले गाड्यो ल बाबाले हान्न राख अब सरनमा आएको हारे 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 बाबाले हारे होइन 2-2 भयो क्या दुईटाले सेट गर्यो 2-2 छोडेको फेरि बराबर सकिल आइसकेको छ हाने 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 सकिलले नै हान्यो सेभ हान्दै हुन्थ्यो
सही छ ल भ्यायो फाइनल यस्तै हो सेलिब्रेसन यहाँ जितेर सेलिब्रेसन हुँदैछ यी पेलेन्टीमा लास्टमा मर्किनाले हालिदियो कुरो चाहिँ त्यो यस्तो सही हो ल ल शुभकामना धेरै धेरै बधाई छ ल ल बधाई छ केटाहरू चिल